यो भिडियो चाहिँ विद्यार्थीहरूको लागि जो लोकसेवाको तयारी गरिरहनु भएको छ है त। लोकसेवा तयारी गर्दा चाहिँ आयुर्वेदको लोकसेवामा सबैभन्दा गाह्रो कुरा चाहिँ पर्यायवाची नाम पनि हो। जस्तो गन्धकको चाहिँ थुप्रै नामहरू छन्, त्यो नामहरू चाहिँ कण्ठ गर्दा पनि याद भइरहेको हुँदैन। त्यसलाई याद गर्नलाई चाहिँ त्यसको अर्थ पनि बुझ्यो भने चाहिँ सजिलै याद हुन्छ। जस्तो हेरौँ है त केही अर्थहरू, जस्तो गन्धक, गन्धी, सुगन्धिक, गन्धिक, गन्ध, सौगन्धिक, यस्ता खालका नामहरू चाहिँ गन्धसँग रिलेटेड छ, त्योहरू याद गर्न सजिलो हुन्छ है त। अर्को छ रसगन्धक। रसगन्धक भने चाहिँ रस भनेको पारद भयो, गन्धक भने गन्ध दिने भए हुनाले रस पारदसँग जोडिने, पारद गन्धक जोडिने भए हुनाले चाहिँ रसगन्धक पनि त्यसरी नाम दिएको छ। त्यसै गरी गन्धपाषाण। गन्धपाषाण भने चाहिँ यस्तो ढुङ्गा जसले चाहिँ गन्ध दिन्छ भन्ने अर्थ राख्छ है। पाषाण भनेको ढुङ्गा हो। अर्को सौगन्धिक भने धेरै गन्ध दिने हैन। पुतिगन्ध भने चाहिँ दुर्गन्ध दिने। अतिगन्ध भने धेरै तीक्ष्ण खालको गन्ध भएको हैन। अर्को नामहरू चाहिँ केही छ, जस्तो पामारी। पामारी भनेको चाहिँ पामा भनेको छाला रोग, त्यसलाई चाहिँ नष्ट गर्ने भए हुनाले पामारी। कीटनाशक भने चाहिँ कृमि नाश गर्ने हैन। कीट भनेको कृमि, किरा हैन, त्यसलाई नाश गर्ने भए हुनाले कीटनाशक। त्यसै गरी बलि, बलि बसा भनेर भनिएको छ। बलि भनेको चाहिँ बलि राजालाई जनाइएको है। बलि बसा भने चाहिँ बलि राजाको चाहिँ बोसो पग्लेर झरेर त्यसरी गरेर भनेर एउटा प्राचीन खालको दिएको छ है। त्यसै गरी कुष्ठारी भनेको चाहिँ कुष्ठरोग, छाला रोगमा चाहिँ राम्रो गर्ने भए हुनाले। अर्को छ सुलबारी। सुलबारी भने सुल्ब भनेको चाहिँ तामा हो, तामालाई चाहिँ नष्ट गर्ने, तामाको शत्रु भए हुनाले चाहिँ सुलबारी भनिएको छ है। अर्को सरभूमिज। सर भन्ने देशमा पाउने भए हुनाले, त्यहाँको जमिनमा पाउने भए हुनाले चाहिँ सरभूमिज भनेर भनिएको छ। कीटघ्न भनेको किरालाई मार्ने भयो। क्रूर गन्ध भने एकदमै दुर्गन्धित अथवा एकदम कडा खालको गन्ध भन्ने कुरा हो। दैत्येन्द्र भने पनि बलिको नाम हो। दैत्यको इन्द्र। गन्ध मादन भने मादक दिने खालको गन्ध भन्न खोज्या है। मात्ने खालको गन्ध भन्न खोज्या। नवनीत भने चाहिँ नौनी हो। अब यो चाहिँ घिउमा भर्जन गरेर खाने भए हुनाले नि दिएको हुनसक्छ, अथवा नवनीत जस्तो भनेर केही नौनीसँग जोडिएर यसलाई चाहिँ भनिएको छ है। यसरी अर्थ बुझेर